नमस्ते सेवानु म रेखा स्वागत छ हजुरलाई यो मेरो न्यू डे न्यू ब्लगमा आशा गर्दछु हजुरहरू सबै सन्चै हुनुहुन्छ त्यसैका साथ हामीहरूको परिवार पनि र म पनि कुशल मङ्गल नै छु। साथै गाइस हामीहरूको सानो फुच्चे भाइ छ त्यो चाहिँ बल्ले बल्लेमा डान्स गर्छ अरे ल बल्ले बल्ले ओ साबा साबा नाच ए बल्ले बल्ले चाहिँ नानाको हेयर स्ट्रेट गर्न आँटेको गाइस। ल हाम्रो नानाले चाहिँ किनकि फर्स्ट टाइम हेयर स्ट्रेटिङ अरे सोधौँ कस्तो एक्साइटेड छ छैन ल त भन्न त कस्तो एक्साइटेड हुँदैछस् कि छैनस् कस्तो लाग्दैछ छु कस्तो हुन्छ भनेर यहाँ पुरा हो खुसी भइरहेछ राम्रो हुन्छ होला भनेर ल त गाइस गरिसकेर हेरौँ कस्तो हुन्छ। ल त गाइस फेरि भेटौँला थोरै देर के बाद। यस गाइस अहिले चाहिँ मैले नानाको क्रिम एप्लिकेसन गरिसकेँ। नाना चाहिँ यहाँ छ हेर्नुहोस् गाइस। यता देख यता हेर त हाय यस्तो गरिदियो त्यो के दबाई होइन दबाई लगाइदिएको छ। यहाँ अर्को नाना थालबाट धोएको अवस्था फेरि एउटाको हात भाँचेर सघाउनु पर्यो। गाइस हामी चाहिँ कसले खान्छ होला हौ मौसमी र चिया चाहिँ हामी चाहिँ खान्छौँ। अझै यहाँ बोक्रा पकाएर खायो भने हुन्छ होला सुकाएर किन यस्तै बासन आउँछ नि त्यो केमा चियामा लगाएर खानु मौसमीको मौसमी यो त एउटै हो ओरेन्ज बोक्रा त्यस्तो खान्छ मान्छेले खान्छ है कस्तो सुन्तला सुन्तलाको बोक्रा चाहिँ सुकाएर अनि हाल्नु चियामा ए फ्लेभरको लागि होला नि। त्यस्तो नाना चिया खान आउनुहोस् है नानाले राखिदिनु त कपडा त सुकाउन साथ उठाउने त होला यति पानी परेर यति खाना म खाना मेरो पोलो यो घाउ खोइ के हो गाइस मेरो त खालि यस्तो मुखमा घाउ निक्लिन्छ के हो मेडिसिन जसले हेर्नुहुन्छ गाइस त्यस्तो तपाईँहरूलाई पनि हुन्छ भने भनिदिनु होला। मैले त डक्टरलाई कति देखाएँ कि खोइ निको हुँदैन। जसले हेरिदिनुहुन्छ यो भिडियो त्यसले चाहिँ तपाईँहरूलाई पनि हुन्छ भने के गर्दा चाहिँ ठिक भयो त्यसमा चाहिँ मलाई भनिदिनु होला है गाइस। नसोच्नु कि तपाईँहरूले कमेन्ट पाउनुको लागि गर्दैछ भनेर तर होइन। त्यसपत्ता निकाल्दैन खाइस थियो चाहिँ साथमा त नाना छ तेजपत्ता परेछ अरे हौ तपाईँलाई अनि यो खानु तपाईँ के हुन्छ त त्यसपत्ता निकाल्दै अब चाहिँ हामी हेयर वास गर्नु जान आँटेको नानाको पापा चाहिँ यहाँ जुङ्गादारी काट्नु हुँदैछ ए आफै हजम यहाँ चाहिँ हाम्रो नाना ल त अवल होस् मजाले छ्याप धुलाउनु ल म लगाइन्छु पानी सेलन छैन दुःख लगाइदिउँ हेर्नु हामीहरूको टेक्निक चाहिँ यस्ता हुन्। यस गाइस 3 घन्टाको बादमा मैले नानाको हेयर स्ट्रेट गरिसकेँ। लु हेर्नुहोस् कस्तो देखियो अब नानालाई दामी राम्रो चुलै छैन जस्तो भइरहेछ गाइस। मजा लाग्यो कस्तो मजा लागिरहेछ हल्का गाइस। म चाहिँ फेरि तपाईँहरूलाई एउटा कुरा सेयर गर्नु मन लाग्यो। अहिले भर्खरै म चाहिँ नि गाउँघरमा त अब दोकान जाँदै गाउँघरमा त बिमारीहरू हुन्छ मान्छेहरू आउँछ हेर्छ नि त्यही लागि यहाँ चाहिँ नानाले चिनेकै छिमेकी थियो बिचारा आँखै देख्नु हुँदैन रहेछ कति ट्रिटमेन्ट गरेछ नेपालहरू पनि गएर नि नाना नेपाल पनि गएर 1 महिना 1.5 महिना बसेर आएको 1.5 महिना त्यही हो गाइस। मान्छेको पैसाको पछि भागिन्छ नि आफ्नो समय हुँदाखेरि राम्रो शरीर हुँदाखेरि फ्यामिलीसँग राम्रो टाइम स्पेन्ड गर्नु आफूलाई पनि टाइम दिनु
के गर्नु दुःख लाग्छ कि मलाई चाहिँ यस्तो बिमारहरू भयो भने नि एकदम विरक्तै लागेर आउँछ किनकि म पनि त्यस्तो बिमारीहरू होइरहेको छु तर पनि यति ठुलो बिमारी नि आँखै नदेख्दा त कस्तो लाग्छ त्यही हो गाइस हेर्न यहाँ बाटो चाहिँ यस्तो छ हिलो बाटो जाँदैछौँ म हामी चाहिँ दिदी बहिनी फेरि ल उता गाइस बाई बाई